यो चाहिँ हाम्रो गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 2 बाट देखिने रेसुङ्गाको वन हो र यतातिर चाहिँ देखिने चाहिँ त्यो गौडाकोट सँगै हामी चाहिँ अहिले हाम्रो यात्रा ढोरपाटन हामी चाहिँ अहिले गुल्मीदेखि लिएर अहिलेको हाम्रो दोस्रो यो ट्राभललाई गुल्मीदेखि बागलुङ ढोरपाटन हुँदै हामीले पूर्वी रुकुमसम्म पुर्याउने सोचमा छौँ र त्यसको साथसाथै हामी अहिले एउटा भ्यू पोइन्टमा छ गुल्मीको एउटा सुन्दर भ्यू पोइन्ट जुन गुल्मी दरबार गाउँपालिकाबाट देखिने हिम श्रृङ्खलाहरू एकदमै रमणीय हिम श्रृङ्खलाहरू देख्न यहाँबाट पाउँछ हामीले। अलिकति यहाँ त्यो पोल्टे परेको हुनाले राम्ररी नदेखिएको होला, एकदमै राम्रो छ यहाँको दृश्य चाहिँ। हाम्रै गाउँठाउँदेखि पनि हामी हिमालहरू देख्न सक्छौँ र आजको हाम्रो यात्रा पनि त्यही हिमाली छेउछाउतिर चाहिँ हामी जाँदैछौँ। नमस्कार सबैजनामा, मेरो नाम छ सम्पाण्डे, अरूलाई थाहा नै छ र हामी विगत लामो समयदेखि पर्यटन प्रवर्धन र विकासलाई ध्यान दिँदै हामी अहिले गुल्मीमा छौँ र गुल्मीमा अहिले हामीले एउटा नयाँ ब्लक गुल्मीदेखि नै सुरु गरौँ, गुल्मीलाई टार्गेट गरेर गुल्मीदेखि बागलुङ रुकुमसम्म गरौँ भनेर हामी अहिले झिरबासको टपमा छौँ। र मलाई हेर्दै गर्दा हजुरले धुलो होला। अब यो यात्राको क्रममा हामी लामो यात्रा गरेर अस्ति मात्र हामी पर्वततिर थियौँ र आज हामी गुल्मीमा पनि छौँ र यो ठाउँ हजुरले देख्न सक्नुहुन्छ यस्तो रमणीय छ। बिहान चिया गफ यही टेबल राखेर गर्ने खालको चिया गफ छ। यता देख्न सक्नुहुन्छ हाम्रो अन्नपूर्ण हिमाल धौलागिरी यहाँ रहेको छ भने यता हाम्रो माछापुछ्री यहाँ दुर्गापुरी भ्यू आउँदैन अहिले। यस्तो रमणीय ठाउँ छ। हजुरहरू गुल्मीवासीले यो ठाउँ एकपटक अवलोकन गर्नु नै पर्छ र हजुरहरूले यहाँ आएर एउटा केही क्लिप दिएर फेसबुकमा अथवा सोसियल मिडियामा इन्स्टाग्राममा जेमा राख्नुहुन्छ राख्नुहोस्। र प्रमोसनको पार्टमा हामी पनि यहीँ छौँ। एकदमै शीतल चिसो हावा र बहाव छ। यो फाँट सम्झिनु होला, यहाँ एउटा प्लेग्राउन्ड जस्तै एउटा फाँट बनेको छ। यहाँ गाडीहरू पनि पार्किङ गर्न मिल्ने। यो सायद ग्राउन्डको लागि भनेर बनेको जस्तो लाग्छ मलाई। हेलिप्याडको पनि काम गर्न सक्छ यसले चाहिँ। दर्शकहरूले हेलिप्याडको काम गरेको नजिक यताको साइड रेसुङ्गा र यताको साइड चाहिँ हाम्रो भ्यू छ। हामी यो चाहिँ हजुरहरूले देख्दै गरेको यो पर्वतीय हिम श्रृङ्खलाहरू यहाँबाट एकदमै अत्यन्तै राम्रो देखिरहेका छन्, जहाँनिर बादलको काखमा एकदम आनन्दसँग शान्त भई बसिरहेका हिमाली हिम श्रृङ्खलाहरू देख्न सक्छौँ हामीले चाहिँ। यो पनि हाम्रै गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 2 मा परेको ठाउँ। हामी त्यो ठाउँदेखि चाहिँ यो दृश्य चाहिँ छायाङ्कन गरिरहेका छौँ अहिले चाहिँ। हजुरहरू बिहान पख आएर यो मौसम खुलेको टाइममा बिहान पख आएर यहाँ आएर एउटा डायरी र पेन लिएर बस्नुभयो भने राम्रो एउटा कविता सिर्जित हुनसक्छ यहाँदेखि। हजुरले देख्न सक्नुहुन्छ गुल्मीबाट यो श्रृङ्खला देख्नु नट अ जोक, एउटा धेरै राम्रो पल पनि हो। एज अ गुल्मीवासीहरूलाई अझै म यहाँ चाहिँ आमन्त्रण गर्न चाहन्छु, आउनुहोस्, यहाँ प्रमोसन गर्नुपर्छ। तपाईँ हामीले नै प्रमोसन गर्ने हो। यो ठाउँहरूलाई जोगाउनुपर्छ, बचाउनुपर्छ र यो भ्यू यो नजारा हाम्रो जुन आँखाले देखिरहेको छ हजुरको क्यामेरामा त्यही लेभलको देखिन सक्छ। तर हजुर यहाँ आएर देख्दै गरेर त्यो फरक पाउनुहुन्छ। यहाँदेखि हाम्रो यात्रा अब केही छिनमा हाम्रो साथीहरू यहाँदेखि हाम्रो यात्रा चाहिँ अब केही छिनमा ढोरपाटनतर्फ हाम्रो बागलुङतर्फ लाग्नेछ। साथीहरूलाई हाम्रो चाहिँ ग्रुप छ है, साथीहरूको ग्रुप छ। हामी चाहिँ साथीहरूलाई कुरिरहेको दुईजना साथीहरू उता छ। मन्दिर अरू साथी छन्, राम्रो छ। अरू साथीहरू चाहिँ आउँदैछन्। हामी चाहिँ प्रतीक्षामा छौँ। एकदमै राम्रो र एकदमै रमाइलो गर्ने उद्देश्यका साथ हामी चाहिँ लागिरहेका छौँ अहिले। योभन्दा व्यापक हामी अझै देखाउने कोसिस गर्छौँ। अगाडि हामी सबै समेट्ने छौँ भिडियोमा। हजुरले चाहिँ नछुट्टै हेर्नु होला, अन्तिमसम्म हेर्नु होला। लाइक, सब्सक्राइब एन्ड कमेन्ट पनि गर्नु होला। फेसबुकमा पनि हामी रिल हाल्छौँ त्यहाँ पनि। र सँगसँगै हामीहरूलाई सुझाव दिन पनि नबिर्सिनु होला है। कि हाम्रो कमी कमजोरी छ भने आउँलाएर के गर्नुपर्ने छ, हजुरले जानेको गुल्मीको ठाउँ अरू प्रवर्धन प्रमोसन गर्नुपर्ने ठाउँ छ भने हजुरले कमेन्टमा लेखिदिनु होला। नजिकको ठाउँहरू हामी अवश्य पुग्नेछौँ। हाम्रो काम नै एज अ प्रमोटिङ काम हो। हामी विभिन्न जिल्लाहरू प्रमोट गर्दै हिँडिरहेको अवस्था छ। अस्ति मात्रै हामी पर्वतदेखि यहाँ आएको छौँ। पर्वत एउटा हाम्रो प्रोग्राम थियो, नेसनल लेभलको गेम भइरहेको छ त्यहाँ फुटबल। आज सायद फाइनल होला, डोना थापा आएको कुरा छ। अनि भुवनजी हाम्रो साथीहरू पनि उता आइसके गइरहेको
भुवनजीहरू गइरहेको अवस्था छ बिहान र मैले यो भिडियो मार्फत पनि सम्झिन चाहेँ त्यहाँ एउटा होनहार र मार्दी खोलाको हिरा हुनुहुन्छ अर्जुन भुषाल अर्जुन बस्याल उहाँलाई पनि हामीले यहाँबाट स्मरण गर्न पाए उहाँसँग भेट गर्ने मौका मिलेको थियो मलाई धेरै वर्षदेखि उहाँसँग भेट्ने इच्छा पनि थियो र अहिले यो भिडियो मार्फत उहाँलाई मैले यो सन्देश पुर्याउन चाहेँ हाम्रो साथीहरू यहाँ वेटिङमा रेडी छन् जाम गरिरहेका छन् उनीहरूलाई के छ अगाडि चाहिँ कस्तो भाइ बाबुला भन्ने छ साथीहरू केही भनौँ हेरिदिनु होला आजको हाम्रो यात्रा चाहिँ कहाँसम्मको हाम्रो धोरपाटनसम्म हामी साथीहरूलाई कुरिरहेका छौँ होइन आइपुगे हामी भनेको केटा भनेको धेरै एक्टिभ छ उनीहरू चाहिँ 8 बजे हो फोन 8 बजेबाट चले हो हाम्रा एकजना मित्रको चाहिँ बाइक स्टार्ट भएन भन्ने कुरा चाहिँ ढकेलले लिएर आउनु भएको थियो स्टार्ट गर्ने प्रयास गर्दै हुनुहुन्छ नयाँ बाइक ओन टेस्ट बाइक 220 के सोरुममाथि अलि हामीले पनि देखियो ल यो हाम्रो साथीहरूको चाहिँ जमघट भइरहेको छ है हामी चाहिँ जमघट हुँदैछौँ यहाँनिर केटाहरूको केटाहरूको चाहिँ यात्रा सुरु भइसक्यो निस्किसक्यो अगाडि अब हामी पनि बिस्तारै लाग्छौँ हामी अहिले सबै साथीहरू यहाँ भेट भइसकेको अवस्था छ तम त रेडी पोजिसनमा छ अनि धेरै नै रमाइलो हुनेवाला छ अविस्मरणीय यात्रा बनाउने क्रममा छ उनीहरू ड्रेस कोडमै हुनुहुन्छ उहाँहरू विशेष गरी मौसमलाई टार्गेट छ यहाँ र मौसम सँगसँगै मौसमलाई पनि टार्गेट गरिरहेको छु मैले गोपाल सरको धेरै राम्रो देखियो है राइडर अनि धेरै राम्रो छ अनि यतातिर हाम्रो बाइक चाहिँ ओइल सोलिङ गर्ने यताउता होइन मिलाउने काम भइरहेको अवस्था छ जियोस् राम्रो छ कमल दाजुको धेरै राम्रो देखियो है कमल दाजुको धेरै राम्रो देखियो यो हामी यति यस्तो साथ हिँड्नको लागि यो के हो दाइ भनिहाल्नुहोस् त यो दाइ चाहिँ पुरै बेङ्कै हान्ने किसिमले हिँडे जस्तो देखिनु है राम्रो छ एकछिन टाइम लाग्ने देखियो यो हाम्रो पल्सर 220 को कार्बोरेटर सफा गर्नुपर्ने भएको हुनाले हामी अहिले यो सफा गर्ने क्रममा छौँ यसले चाहिँ केही समय हामीलाई यहाँ रोक्नेछ छिटै नै ठिक हुन्छ बाइक सलिम दाइलाई चिन्ताले घेरेको अवस्था छ केटाहरू चाहिँ अब म्युजिक दिएर बाटोतर्फ लागिरहेको अवस्था छ साथीहरू है राम्रो छ डिस्कसहरू चलिरहेको छ यहाँ दुई भाइको पनि डिस्कस चलिरहेको के समस्या आइरहेको यहाँ होइन हाम्रो गाना बजेन भन्नेको रहेछ यता फेरि हाम्रो दाइहरू आउँदै पनि हुनुहुन्छ हामी अब अगाडिको दृश्य हजुरलाई देखाउँछौँ यहाँदेखि हामी अगाडि बढ्यौँ अब हाम्रो यात्रा बाइक बनिसकेको अवस्था छ अनि हाम्रो यहाँदेखि सुरु भयो साथीहरूको म्युजिक पनि चलिसकेको छ राम्रो छ हाम्रो सुरु भइसकेको यात्रा हेर्न सक्नुहुन्छ एकदमै दामी सिन छ कुनै पनि आफ्नो सौन्दर्यमा कमी छैन कुनैलाई सौन्दर्यमा कमी भन्न पनि सकिँदैन हेर्दै राम्रो छ कुनै देख्न सक्नुहुन्छ हाम्रो यात्रा यो बाटो हेर्नुहोस् यही बाटोको साथसाथमा चलिरहेको छ राम्रो छ चिसो हिमाली हावा सँगसँगै बाइकको यात्रा अगाडि खरेन भिरपाखा डाँडा काँडाको भ्यू छ हाम्रो अगाडि मन्दिर साथी अगाडि छन् अगाडि हिँडिरहेको मन्दिरको साथी अनि पछाडि दाइहरू आउँदै हुनुहुन्छ सिनियर दाइहरू अनि एकदमै रोचक यात्रा बन्ने देखिन्छ सबैको मन मिलिसकेपछि ओभियसली हाम्रो यात्राले आराम अवश्य पाउनेछ हेर्दै हेर्नुहोस् हजुरले अझै योभन्दा राम्रो दृश्यहरू अगाडि आउँदैछ यो हाम्रो पोलिथुन गाउँ अति नै सुन्दर सुन्तलाको लागि प्रसिद्ध भनेर पनि चिनिन्छ धेरै शीतल हावा आउँछ र नजिकै हिमाली भ्यू हेर्न सक्नुहुन्छ हजुरले यहाँदेखि देखेको हिमाली भ्यू अनि यहाँको चर्चित डाँडाहरू जुन त्यसले मनमोहक दृश्य अवलोकन गर्छ एकदमै राम्रो छ दृश्यहरू राम्रो छ नानीहरूको पनि छ
गोपाल सर एकदमै ढिलो आउने, उहाँको आफ्नै नियम र आफ्नो अरन आरू खाने उहाँको। अनि हामी यहाँ नजिकै कृषि रहेछ है, राम्रो कृषि रहेछ यो घरमा। यो घर राम्रो रहेछ, हेर्न सक्नुहुन्छ तपाईँ। कृषि यस्तो बोडीहरू फलेको छ, राम्रो बोडीहरू अहिले सिजनेबल। अनि मैले यहाँ चाहिँ देखिरहेको थिएँ यो यस्तो खाले यो पनि छ है, यो हाम्रो तरकारी छ, यो सेबी, सानो सेबी, यो खाले सेबी पनि छ। हजुरलाई देखाएको छ, आउनु होला यो बाटो आउँदै गर्दा। ल हामी यहाँदेखि हाम्रो यात्रा फेरि चल्दैछ है साथीहरू। ल दिदी चाहिँ भेडा चराउँदै है। तपाईँको भेडा हो? कति छन्? तर यो ठाउँमा यो वातावरणमा हुर्किँदैछ नि, चिसो अलिअलि भएर हो कि यिनलाई के हो, मौसम मिल्यो छ यिनलाई बाँच्नलाई? पहिलेदेखि हो ए। यिनलाई बेच्ने ओर्ने गर्नुभएको चाहिँ के छ? कहाँ जान्छ? बुटलतिर पठाउनुहुन्छ? यही चाहिँ पुग्छ है गुलीमा? राम्रो, हाम्रो त यही गुल्मी पनि हो, गुल्मी अर्घाखाँची मिक्स छौँ। जे होस् तपाईँलाई देखेपछि सोध्न मन लाग्यो। ठिक छ, कृषि गर्दै गर्नु होला। ल ल ल खुसीलाई सहयोग हुन्छ राम्रै। ल सलिम सरको एकदम राम्रो देखियो है। बीचबाट हाल्नु पर्ने यो पुलबाट क्रस गर्ने हो, बाइक पेल्दै पेल्दै। साथीहरूले पेलेको अवस्था पनि छ। के भन्न चाहन्छौ मौसम तिमी? त्यही पनि अविस्मरणीय हुन्छ, एकदम रमाइलो छ। हाम्रो टिमहरू पनि आइपुगेको छ। यो यसरी हाल्नु पर्ने रहेछ, हजुरले देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ। हामी थुप्रै कुराहरू गर्दै आएको छ। नजिकै एकजना टिकटक बनाउने सोल्टिनेहरू देख्नु भएको थियो, उहाँहरू पनि लजाएर भित्र जानुभयो। मन्दिपले पानी के भयो कि तातो गएर के तात्यो? ब्रेक सु अथवा हाल पानी हालेर अब यो ब्रेक सु तातेर यो तातेर हाम्रो एमटीको पनि बिजोग छ। समस्या यही छ कि अर्को साथी पनि यात्राको क्रममा हुनुहुन्छ। MT-15 हाम्रो मौसमको सातो लगभग गइसकेको छ, लगभग सातो गइसकेको छ। सलिम दाइलाई पनि गाह्रो छ, उहाँको त साथीहरूले मौतका कुवा पार गरेर आउनु भएको छ। मौतका कुवा हाम्रो सलिम दाजुको पनि लग 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 खुट्टा कमाएर धेरै राम्रो थियो यात्रा। अहिले यो पुल क्रस गर्दै काजु खाँदैछ। एकदमै इम्युनिटी पावर घटेर दम तोडिएर मौसमले त लगभग छोडिदिइसके पोइन्टमा।
वेदेखि बागलुङतर्फ लाग्दैछौँ। एकदमै राम्रो रुद्रबेनी किनार करिडोर। हजुरहरूलाई योभन्दा अगाडि चाहिँ राम्रो दृश्य अझै देखाउनेछौँ। साथीहरू लाग्नुभएको छ अगाडि। धेरै चाँडै हामी चमेलीको होटलमा नास्ता खाएर हामी अगाडि बढेको अवस्था छ। सर हावा चलिरहेको छ मजाले। हाम्रो पछाडि मन्दिर भाइ आइरहेको छ, त्यस पछाडि अरू ग्रुप छ। अहिले सबैभन्दा अगाडि हामी छौँ। राम्रो छ, ग्रुप पनि आउँदैछ। यति बेला हामी कक्षा आइसकेका छौँ। आनन्द पनि छ, एउटा वर्कसपमा बस्ने हामी भर्खरै इन्द्रचोक आएका छौँ। इन्द्रचोक एउटा व्यापक भाइरल चोक पनि हो। राम्रो बजार छ इन्द्रचोकमा। खौलारा बजार बडीघाट गाउँपालिका 5 खौलारा बजार इन्द्रचोक भन्ने यो बजार निकै नै सुन्दर बजार। हजुर हो र? गरिसकेको अवस्था छ र हामी बुर्तिवाङदेखि अगाडि बढिसकेका छौँ। अहिले यो बुर्तिवाङबाट केही किलोमिटर अगाडिको दृश्य हो। खोलाहरू नालाहरू मजाले बगेको छ। खोलाको छरछर बज्ने आवाज सँगसँगै हाम्रो यात्रा अगाडि छ। बाटो ग्राभिल छ। हजुरहरू आउँदै गर्दा निस्किने ठाउँमा चाहिँ हजुरले तरल्नुपर्ने केही छैन।
ल यहाँ नाच अब त ल पैसा दिन्छ नाच्न पनि पर्यो नि त नाच देखाऊ त ल एउटा पर उहाँ पर बस अलि अगाडि बस अनि एउटा गीत पनि तिमीहरूले आफ्नो गीत गाऊ अनि एउटा गीत तिमीहरू एउटा गीत गाऊ त कसले गीत गाउनु जाने ल एउटाले गीत गाउने तिमीहरूले एउटा रोक पहिला पालो के गीत गाउने हो पहिला नाम के हो श्याम बिका राम बिका उसको किरण सागर तिम्रो नाम के हो त्यहाँ तिमी पनि आऊ अरे तिम्रो आयुष सापकोटा ल अनि गीत चाहिँ कसले गाउने पहिला ल के गीत गाउने हो के गीत गान्छु भन्दा के भन्छ नि त्यसको नाम के हो तिम्रो नाम ल त्यसो गाऊ ल नाच्ने ल एउटाले गाउने अरू सबै नाच्ने ल तिमी पनि आऊ अगाडि पैसा पाउनु हिमाल जस्तै बिहानीको घाम कता हिँडेको बिजुली बालेर हाट भएर पट भएर सेउसी भएर तिमी सेउसी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे तिमीलाई त्यो दिलको मजामा पजान्दी गलबन्दी चेतियो के भन्छ नि आफ्नै काटी छोरालाई गरिबैको घरमा जन्म लिनु घरमै खन्द पढाइ लेखाइ ठुलो मान्छे बनाउने गाउँमै बित्यो आफ्नो जीवन पुगल्छ रे सारा उहीसम्मै टेके मैले तिमी काट्नु दुरी जके जाति चक्की दिउला आवारी उरी बोकेर काडे कुडी यत्यो राम्रो लाग्यो अनि के किन्ने हो पैसाले अलि चिचाएर भन मिठाई खानेकुराहरू तिम्रो नाम महेश बिक बागलुङ है एकमा तिहारको भैलो खेल्ने भैलो खेल्ने हो टिम छ कि छैन ए मस्तै छ है कहिलेबाट खेल्ने हो ल भैलोदेखि खेल्ने मिलेर खेल्ने पैसा जम्मा गर्ने अनि पैसा कमाएर के गर्ने हो भैलोको मम्मीलाई ए धेरै राम्रो देखियो ल मम्मी बाबालाई दिनु अलिअलि आफूले पनि खर्च गर्नु पढाइमा ध्यान दिनु हामी चाहिँ बुटोल बुढो थाहा छ नि हो ल बाई बाई गरिदिए सबले एकचोटि भिडियोलाई ल अब भन ल बाई बाई भन ल दाइहरूले पनि भन दाइहरू पनि हाम्रै हो
कति राम्रो बस्ती म तारिफ गरेर म थाक्न सक्छु र तर यहाँको सुन्दरता थाक्दैन हामीसँग मौसम पनि छ मौसमले के भन्न चाहन्छ नि बस्तीलाई तिमीलाई कस्तो लागिरहेको छ फर्स्ट टाइम आउँदाखेरि मौसमलाई मैले अझै विभिन्न ठाउँमा लाने यो मेरो पहिलो मौसमको र मेरो पहिलो मौसममा धेरै ठाउँ लाग्नु छ मौसम मसँग साथ दिन्छ नि तिमीले साथ दिन्छौ नि ल ल बोकेर आउँदै गरेको चेलीहरू घरपालिका चेलीहरू चिसो ठाउँमा यात्रा गरेर कुखुरालाई घाँस एकदम मिठो माली देशसँग साथ धेरै राम्रो देखियो है गोरुपाटनको मुख्य आकर्षक झरना कस्तो राम्रो है दामी छ ढोरपाटनको घर यहीँ हो राम्रो देखियो के हो तिम्रो नाम अनिल के अनिल विश्व के गर्छौ ए कस्तो राम्रो सिङ्गर जस्तो देखियो नि तिमी त यार गीत सित पनि गाउँछौ क्या होइन भयो यो मालिङ्गा कस्तो देखियो नि त मालिङ्गा लासित मालिङ्गा कहाँबाट यो बाल यस्तो गरायो तिमीले के हो कसको यसो कसलाई देखेर यसो सिक्यौ यसै हो पर्सनालिटी अनि राम्रो लाग्यो मलाई ल खुसी लाग्यो ल
दिदीले यस्तो दुःख गरेर बनाउनु भएको छ है गाह्रो छ यस्तो चिजहरू बनाउनु भएको छ यस्तो चिजहरू हाम्रो अहिले भर्खरै माइजको बाइक बनिसकेपछि दिदीकोमा पनि त माइज आइपुग्नु भयो अनि हामी यहाँ थोरै नास्ता पनि गर्दैछौँ नास्ता पनि दिदीले नास्ता ल्याउनु भएको छ राम्रोसँग होइन अहिले राति चाहिँ यहाँ बस्यो र यो आपतकालीन अवस्थामा हामी सानोमा दिदीको घरमा चाहिँ उहाँले पनि थोरै नास्ता यिनले पनि लिएको अवस्था छ मौसमले पनि अनि यता दिदीले पनि यहाँ खुवाउनु भएको छ यहाँ पुन्टेले पनि बिस्कुट दिएको छ यात्रा चाहिँ राम्रो छ लाल परेको छ गाला लाल बनाएको छ बाबु यता आएर त दिदीले भात पनि छ एकदम मजाले खाने उसले पनि खाला मैले यो के अरे ऊ बफ नखाने भनेको हो है होइन र आउँदै गर्दाखेरि अनि जसरी आपतकालीन उद्धारको रूपमा चाहिँ तपाईँ बस्नु भएको रहेछ क्या जसरी अघि भन्नुभयो नि उता पोखरातिरबाट आएको मान्छेहरू पनि यसरी त्यसमा बाइक बिग्रियो यताउति भन्दाखेरि यो नै एकदमै त्यो महानता हो क्या आपतकालीन रूपमा उद्धार हुनु त यो ठाउँमा अब अनि फिलहाल नचाहियो बाइक ज्यान आयुष ताकि के छ मान्छे के भन्छ बार बियो अहिले
साथीहरू सबै आइपुग्नु भएको छ। यहाँ चाहिँ हामी पार्किङ गइरहेको अवस्था छ। न्यानो घाम बिहान पखाएको चिसो। सोलिम सरको पनि राम्रो देखिया छ भिडियो उहाँले पनि। आज पुरै चारपाला युवाहरू एउटै फिल्ड मगर चारपाला आज एकै ठाउँ धेरै राम्रो देखिया छ। औषधि त दाइ हामी थाहा छैन यस्तो हामी चाहिँ अहिले पढ्दैछ हामी मतलब यहाँ भित्र पढाइ मात्रै हो कि अरू पनि हो प्र्याक्टिकल पनि हो कि के हो त्यो अहिले हामी औषधिहरू चिन्न आएको 3 महिनाको लागि हामी 3 महिनाको लागि कहाँदेखि आउनुभयो यहाँ काठमाडौँदेखि नाम निकालेर आउने हो कि कस्तो कसरी नाम निकाल्नु भन्दा दाइ हाम्रो 5 वर्षको कोर्स र 9 वर्षको कोर्स होइन दाइ 9 वर्षभित्र चाहिँ हामी डक्टर निस्किन्छ 5 वर्ष र 9 वर्ष डक्टर भनेर निस्किने हजुर यसलाई +2 दिएर पढ्नु पर्यो कि ब्यास कस्तो एसी पछि हो कि जे गर्दा नि हुन्छ हाम्रो यहाँ सबै एसी र कोही एसी पढेको कोही 12+2 पास गरेकोहरू अनि कोही हामी आधा क्लाससम्म पढेर आएको छ नमारो किचन बन्दै रहेछ होइन अनि यहाँको हाम्रो हामी त त्यो जलजला नजिकै जाँदैछौँ गाडी कहाँसम्म त्यहाँबाट हामीलाई कति निस्किनु पऱ्यो भ्यू हेर्नलाई 2 घन्टा अलिक छिटो हिँड्यो भने 1 घन्टामा आउँछ गाडी त कहिले पाउँछ बाइक छ बाइकमा जाने अनि यहाँको अरू विशेषता भनिदिनु पऱ्यो यहाँ त के गुम्बा नै हो होइन तपाईँले जहाँ जग्गा नै पुग्यो भने त्यहाँ अनि हाम्रो जडीबुटीको रहेछ म पनि पहिला हर्बोसिटिकल पढेको मतलब काम मेरो पहिला हर्बोसिटिकल थियो पछि मैले फार्मास्युटिकलमा गरेको त्यहाँ हर्बोसिटिकल पढाइएको रहेछ होइन म त तपाईँले यहीँको जडीबुटी प्र्याक्टिकल हुन्छ कि यदि थ्योरी मात्रै पढाइराख्नु चाहिँ प्र्याक्टिकल पनि हुन्छ यहीँको जडीबुटी नै युज गर्नु यतैको यहाँको जडीबुटी भन्नुहुन्छ अब अहिले के छ खास महत्त्वपूर्ण त यहाँ त धेरै छ 100भन्दा 500 पुगिन्छ अब कटुकी भयो जरामसी
मैले पहिला पढेको के छ भने एउटा हिल स्टोनको लागि बेसिकली पत्थरीको लागि हजुर त्यो पाषाणवेद अनि पत्थर चट्टा भन्ने मैले पढाएको थिएँ कि पहिला तपाईँलाई थाहा होला यो यिनीहरूले चाहिँ पत्थरीको लागि बेसिकली गरेको त्यो हो ठिक छ हुन्छ खुसी लाग्यो ल समय दिनुभयो